सिनामा काम सकुलाई ल्याउँछु। छिट्टा आइज खाना सेलाउँछ फेरि। हुन्छ। आइज खाना खान बस। ए हर्के नमस्ते सौबा। तेरो नमस्ते तै सराक खुर्कन मेरो पैसा फिर्ता गर। सौबा अस्ति भर्खरै मात्र ऋणको किस्ता तिरेको थिएँ नि। हेर हर्के यति जब पैसा तिरेर यत्रो ऋण कहिले तिर्छस्? भाका सकिसक्यो, जसरी हुन्छ यो महिनाभित्र ऋण चुक्ता गर। बाबु खाना। हेलो बाबु, छोरा हजुर हजुर टोगरे आमा। के छ खबर बाबु? के गर्दैछस्? ठिक छु आमा, खाना पकाउँदै थिएँ। के पकाइ त आज? खसीको मासु पकाएको आमा। त ठिक त छस् नि बाबु? आमा म ठिक छु। यो कथा धेरै युवा दर्शकसँग गहिरो रूपमा जोडिन सक्छ, जसले आफ्नो आमा बुवासँग सङ्घर्ष लुकाउँछन् तर तिनीहरूको मनमा सधैँ नै माया रहन्छ। आमा म ठिक छु केवल एक शब्द होइन, एक गहिरो भावनात्मक सत्य हो।